हेलो नमस्ते सेवा सबैजनालाई फेरि पनि नयाँ भिडियोमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ म मेरो माइत घरतिर छु। आज चाहिँ माइत घरमा हाम्रो साकेला नचाउने भनेर एकदमै यहाँ तयारी गर्दै छु। एकदम साथीहरु म चाहिँ रेडी भइसक्यो। अब खानपिन पाकिसक्यो अनि हाम्रो साकेला टोलीहरु पनि आउँदै हुनुहुन्छ अरे भनेको खबर आइसकेको छ। आमा पनि आज राइनी भएर राम्रै हुनुभएको छ। आमा नाच्ने आयो कि आएन अरे? कति बजे बोलाको? खै आउँदैन अहिले। कति बजे बोलाको भन्न न? 5। कति बजे अहिले? ल है 5 बजे बोलाको टोलीहरु चाहिँ रातिको 7 बजे आइपुग्नु भएको छ। अब यहाँ हामी खाजाको तयारी कस्तो छ यहाँ हेर्न आउँदैछौँ। के छ खाजा माइजू? बाफ्रे प्रिया के छ खाजा? के छ भाउजू? लारै मरेछ हौ भिडियो त उसमा त। यो चाहिँ साकेलाको लागि खाजा दिनभरि मैले घाममा पुगाएको। बाफ्रे यतिको मेहनत चाहिँ हुनुपर्छ है। ल टोली हो खाजा हो टोली हो। लु बाफ्रे यता अर्को आउँदै हुनुहुन्छ। बाफ्रे यो के अचार? खै अब बाङ्गालाई बोलाउनु नि यतै। तीनजना ब्युटिफुल गर्लहरु चाहिँ त्यहाँ नाच्दै हुनुहुन्छ। गर्ल नै भएको छैन अरे। पानी छ त मामु? निकालेको नगर्नु, अहिले चाहिन्छ फेरि। कस्तो भएछ चाम्रे?
सिलिटोलीहरुमा नि एकदमै धन्यवाद। तैले भाइ बहिनीले सहयोग गरेर हामी आयौं हैन, तिम्रो घरमा आयौं, हजुर तिम्रो माइतमा आयौं। हस्, त्यसको लागि धेरै धेरै धन्यवाद हृदयदेखि नै। हामी एकदम खुसी छौं, आयौं, नाच्नु पनि पायौं, खानु पनि पायौं। अब पैसा नि लिएर जाँदै छौं, त्यही भएर एकदम खुसी छौं हामी। ल धन्यवाद, तपाईहरु आउनु भयो हैन, दुःख पाउनु भयो। ल हृदयदेखि नै हाम्रो फ्यामिलीबाट चाहिँ धेरै धेरै तपाईहरुलाई धन्यवाद हृदयबाटै है। अब तारादेवी राईको अरे एकछिन भनेको अल्छी मान्छ कि यो चाहिँ उहाँले लिएको, उहाँले उठाउनु हालेर यसो लानु पर्यो। बोलाउनु भएर एकदमै हामीलाई सहयोग गर्नु भइदिएको छ, हाम्रो भएको छ। लास्ट दिनु पर्यो। यो हाम्रो संस्कृतिलाई चाहिँ जोगाउनको लागि उहाँले एकदमै हामीलाई सहयोग गरेर यहाँ अब हाम्रो साकेलाको सिजन पनि लगभग अब सिद्धिने बेला भएर पनि उहाँले हामीलाई सम्झिनु भएको छ। त्यसको लागि हामी सबै टिमहरुबाट एकदमै आभार व्यक्त गर्दछौँ हैन। अनि उहाँले दिनुभएको छ, हामीलाई सहयोग स्वरूप दिनुभएको छ। भन्छु ल म तारा देवी राईले हामीलाई 3505 दिएर हामीलाई एकदमै सहयोग गर्नुभएको छ। ढोल ध्यान अनि त्यसै गरी हामीलाई यहाँ हुनुहुन्छ हाम्रो बालकुमार राई। ल बाङ्गालाई पनि धेरै धेरै धन्यवाद, हजुरले पनि हामीलाई सहयोग गर्नु भएकोमा है। हृदयदेखि नै एकदम धन्यवाद हजुरलाई। हामी साथमा सिटिन्छ बिदा हुनु। बाङ्गा सेवा 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 एकदम के छ खबर? खाइयो, यहाँ नयाँ घरमा बोलाउनु भयो, रिस्ता पुस्तक सबै कुरो। अब यहाँ यसरी दान दक्षिणा दिएको छ। यो साखेला नभन्नु अरे, साखेला अरे, हजुर चान्दी नभन्नु अरे।
हाम्रो प्रभातजान ईश्वरी बोलाउनु भयो, साह्रै राम्रो। यो अब मनाउनु भयो, खाइयो पियो, आशीर्वाद होस्, चिताको सम्पन्न होस्। यहाँको अब तिमी त बुहारी, तिम्रो पनि होस्, सबैको होस्। यहाँ अझै पनि 3 ताले 4 ताले अर्को पनि बनाउनु पर्यो। बाबाको आशीर्वाद चाहिँ सिधैमा है, भुइँमा नझरी ल। एकदम ल, खुसी हुनुहुन्छ नि? हाम्रो पर्व पनि अब लगभग सिद्धिन सकेको छ। अब आगो हामी सबैजना बाँचिरहनु पर्यो, खुसी छ। अनि बाबाको घरमा पनि एक दिन नाच्छौँ होला हौ। अब त होला, अब हुन्छ, एक दिन भइहाल्छ नि। ठिकै छ ल। दुःख दियो भने त दुःखमा त छैन नि। दुःख मनाउको कुरो त पर राखिदिउँ। यहाँनिर यस्तो खुसियाली एकदम राम्रो कुरामा भेटघाट भएको छ। हाम्रो यसरी नै सञ्च कुशल भइरहनु पर्यो। सञ्च कुशलमा हाम्रो फेरि पनि मन सायर खुसी होस्, खुसियालीमा फेरि पनि भेटघाट भइरहनु पर्यो। यसरी नै मन पलाओस्, हाम्रो आत्माहरू कहिले पनि घाटा नखाओस्, मन खुसी हुनुपर्छ। यसरी चाडबाडहरू अब साह्रै हेर्दाखेरि त साह्रै घाटा स्थापनाको त देखिएन है। यहाँ राम्रो लाग्यो नि, एकदम राम्रै छ। धन्यवाद हजुरलाई। ल, मेरो चाहिँ कुरो चाहिँ एकदम यति नै। कस्तो भयो आजको साकेला? राम्रो भयो। चाम्रे कस्तो थियो? गुन्द्रुकको अचार कस्तो थियो? अनि आलुको दम चाहिँ कस्तो थियो लु भन। निन्द्रा लागेको छ कि छैन? छैन। पुगो नाचेर? अझै नाच्ने? अध्यक्षज्यूले चाहिँ के भन्नुहुन्छ? अध्यक्षज्यूको पनि एक दुईवटा भनेको जाओस् न त। अनि आज अन्तिम हो क्या, लु न छिटो जाओस् न। के भन्नुहुन्छ तपाईँ चाहिँ? आज हाम्रो घरमा आएर नाच्दा कस्तो लाग्यो? मान सम्मान पुग्यो कि पुगेन? कुनै ठाउँमा असिस्टेन्टमा हुनु त रहेछ। असिस्टेन्टले अध्यक्ष भनेको त बोल्दैन नि त, त्यो असिस्टेन्टले बोल्दा काफी हो। कुनै ठाउँमा हाम्रो कमी कमजोर भयो भने अध्यक्ष साहेब माफ गरिदिनु होला है त। भुलचुक भयो, माफ चाहन्छौँ। अध्यक्ष साहेब बोल्नै भएन हौ। बोली आउँदैन लानुहुन्छ अरे होइन? धरान लगिन्छ। यहाँदेखि गाडी चढ्ने, बेलबारीमा झर्ने, फेरि अर्को गाडी पक्रिने, भानुचोकदेखि सफारी भाडा आफै तिर्ने होइन। उता गएर कुन ग्रुपमा नाच्ने आफै त्यहाँ छानेर नाच्नु पर्यो। किनभने हाम्रो अध्यक्षज्यू चाहिँ एकदम गर्मीले गर्दा हिँड्नु गाह्रो लाग्छ अरे क्या। त्यही भएर चाहिँ अरूलाई पनि अब नलाने सोच निर्णय गर्नुभएको छ अरे। धरान जान नपाएर चाहिँ यता भाइ बहिनीहरू चाहिँ एकदम दुखी छ होइन? एकदम दुखी, चित्तै दुखी हामीलाई अध्यक्षकै आश थियो। अध्यक्षज्यूले पनि यस्तो भन्नुभयो, चित्त दुखेर आयो। अब आश छैन कसैको। धेरै खुसी लागेको छ होइन। यसरी चाहिँ हाम्रो के भने तपाईँ हामी नै हो, हामीले हाम्रो संस्कार संस्कृति जोगाउने होइन। हाम्रो यो किराँतीहरूको हाम्रो साकेला यसमा बोलाइदिनु भएर हामीलाई ज्यादै खुसी लागेको छ होइन। तपाईँहरूले समान स्वरूप हामीलाई यसरी चाहिँ बोलाउनु भयो। अनि यसमा चाहिँ हामी सबै, म लगायत हाम्रो टिम जति पनि अहिले हामी यहाँ छौँ होइन, नाच्ने भाइ बहिनीदेखि लगायत हाम्रो यहाँ हुनुहुन्छ होइन, बुवा आमा सम्मानको मान्छेहरू पनि हामी छौँ। त्यसको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र हाम्रो चाहिँ सुम्निमा र पारुहाङले तपाईँहरूकोमा जहिले पनि रक्षा गरिदिउँ र हामीलाई पनि गरून् भनेर होइन। हामी त्यहीँबाट उत्पत्ति भएको भनेर हामीले त उहाँहरूलाई त देख्न सक्यौँ न। त्यही पनि हाम्रो पुर्खाहरूले भनेको होइन हिसाबले त्यो उसलाई हेर्दाखेरि, इतिहास हेर्दाखेरि त्यसरी हामी चाहिँ उत्पत्ति भएर आएको भनेर यो
चाहिँ हाम्रो यो साकेला होइन नाच नृत्य भनौँ न यो चाहिँ यसरी हाम्रो भूमि पूजा भनेर हामी उभौली गरिरहेका छौँ। त्यो तरिकाले हामी आयौँ, तपाईँले पनि त्यो सम्झेर बोलाइदिनु भयो। त्यसरी भएर आज धेरै खुसी लागेको छ र तपाईँहरूलाई पनि खुसी मिलोस् सधैँभरि र हाम्रो पारुआङ्ग्रा सुनिमाले रक्षा गरून्। तपाईँहरू अझै सोचेको होइन हाकेको ताकेकोहरू तपाईँहरूलाई पनि पुगुन्, हामीलाई पनि। तपाईँ हामी भनेको त एउटै हो नि त, एउटै सम्झेर हामी अगाडि बढ्नुपर्छ। अझै हौसला भइरहेछ होइन, तपाईँहरूले यसरी बोलाउँदाखेरि भोलिको दिनमा आगामी दिनमा पनि योभन्दा अझै हाम्रो उच्च हुँदै जाओस् होइन। त्यो म चाहिँ भन्छु है। अहिले चाहिँ म यस अब यो वडा कार्य समितिभित्र भएको कारणले त्यो भन्छु। अनि अरू त के धेरै होइन, बोल्नु त्यति आउँदैन होइन। त्यही पनि मैले जाने जति मेरो मनमा लागेको कुराहरू भने तपाईँहरूले यति स्वीकारिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद। हाम्रो दुःख होइन, यो चाहिँ हाम्रो एकदम हौसला हो। भोलिको दिनमा आउने पिँढीहरू हाम्रो भाइ बहिनी होइन, हाम्रो छोराछोरीले पनि यसरी सिक्दै जान्छन् होइन। यो एउटा तपाईँले चाहिँ के भनौँ, एउटा चाहिँ भोलिको दिनमा आउनेलाई पनि यसरी नै जानकारी होस् होइन। उनीहरूलाई पनि एउटा हुन्छ क्या, सम्झना रहन्छ क्या, यसरी गर्नुपर्ने रहेछ भनेर चाहिँ त्यसो गरिदिनु भएको छ। त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै आजको लागि हाम्रो साकेला होइन कस्तो लाग्यो हाम्रो साकेला नृत्य होइन, साकेला सिली जे भए पनि जे जस्तो भयो भने रमाइलो गरिदिनु भयो, खुसी लागेको छ। त्यही भन्दै अहिले चाहिँ हामी होइन मम्मी हामी बिदा चाहन्छौँ। हस् त, धन्यवाद 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 हाम्रो सचिवज्यूलाई। खै अध्यक्षको त एक भने पनि गएन त हौ। अनि ल है नाना, बाई बाई है। ल